हामी कहाँ जाने रे आज? जिन्दो जिन्दाबाद। ल अब फोटो खिचौँ। यति बेला बिहानको 11:11 गइरहेको छ। हाम्रो सन्दीप ब्रोले चाहिँ यहाँ फोटो हान्दै म चाहिँ भिडियो गर्दै। ल यो चाहिँ हाम्रै पानी पँधेर हो हेनाम। अब चाहिँ हामी हेनामबाट अगाडि बढ्दैछौँ। आज चाहिँ है मौसम त्यति राम्रो चाहिँ छैन। हिजो चाहिँ हामी हिजै हिँडेको घुम्नको लागि, तर चाहिँ हिजो एकदम घनघोर पानी पर्यो है। एकदम भारी वर्षा भएको कारणले चाहिँ गाडी नपाएको कारणले हामी यहीँ बस्यौँ। र आज चाहिँ हामी फेरि त्यो हिजोको चाहिँ हाम्रो जुन गन्तव्य छ त्यसलाई चाहिँ पुरा गर्नको लागि अहिले हामी यहाँबाट स्टार्टिङ गर्दैछौँ। अब चाहिँ हल्का पेट पूजा गर्ने, त्यसपछि गाडी खोजेर हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ जिन्दो चाहिँ नजाने भयो है। जिन्दो चाहिँ नेक्स्ट टाइम फेरि क्याम्पिङ गर्ने हिसाबले नै जाने प्लान गराएर आज चाहिँ हामी नयाँ ठाउँमा जाँदैछौँ। एउटा चाहिँ स्विमिङ पुल है, खोलालाई स्विमिङ पुल बनाएको रमाइलो ठाउँ रहेछ एकदमै। तर अब घाम लागेको भए त एकदमै फेमस, त्यहाँ धेरै मान्छे आउँथ्यो होला। अब घाम नलागेपछि त्यहाँ कस्तो हुन्छ भन्ने कुरा हामी त्यहाँ गएर हेर्नेछौँ। आज आइतबारको दिन, तर गाडी बाटोमा एकदमै धेरै व्यापक रूपमा रहेको छ। अनि त्यसपछि चाहिँ यहाँ हाम्रो साथीले चाहिँ फोटो खिच्दै हुनुहुन्छ है। म पनि यसो निस्किदिन्छु यहाँ। मेरो टाउको देख्दैन र। मैले एउटा सेल्फी हाने ल, भिडियोमै सेल्फी है ल। 5जना बस्नु त यहाँ हुन्छ। अलिकति सेल्फी लिगाउँ न यहाँ सबै आइरहेको छ कि भिडियोमा आयो चाहिँ, फोटोमा होइन भिडियोमा। ल यो तपाईँहरूले देखिरहनु भएको छ, यो चाहिँ प्राकृतिक खोलाबाट चाहिँ खोलालाई पानीलाई चाहिँ व्यवस्थित गरेर यहाँ ल्याएर अनि स्विमिङ पुल बनाएर यहाँ विभिन्न पर्यटकहरूलाई चाहिँ होइन आकर्षित गरेर यहाँबाट चाहिँ है यस्तो एउटा चाहिँ राम्रो प्रख्यात ठाउँ बनाएको छ। आज हामी पनि यहाँ हेर्न आइपुगेका छौँ। तर आज मौसम खराब भएको कारणले अनि यहाँको हुनाले चाहिँ यहाँ चाहिँ आज पौडी खेल्न चाहिँ नदिएको रहेछ है। अनि त्यही भएर हामीले चाहिँ यस्तो हेर्दैछौँ। ल हेर्नु त कति दामी छ। यहाँ खुल्ला भएको भए अहिलेसम्म यहाँ धेरै मान्छेहरू हुन्थ्यो है। एकदम रमाइलो हुन्थ्यो, एकदम चहल पहल बढी हुन्थ्यो। बिस्तारै बिस्तारै मौसम पनि सुध्रिँदै गएको थियो, घाम पनि लाग्न लागेको थियो, पौडी खेल्न पनि अब। अनि त्यसपछि चाहिँ हाम्रो शरीरको लागि चाहिँ टेम्परेचर पनि मिल्दोजुल्दो भइरहेको थियो। तर यहाँ चाहिँ आज बन्द रहेछ है, पानी आएको भएर र पानी धमिलो भएको भएर। अनि त्यहाँबाट यसलाई चाहिँ आज चाहिँ यहाँ चाहिँ कार्यक्रम हुन नदिने भनेर चाहिँ बन्द गराएको रहेछ। त्यही भएर यिनीहरूले चाहिँ हामीले यहाँ आज बन्द गरेको छ, माथिबाट आएको समाचार भनेर चाहिँ बन्द गरेको रहेछ। त्यही भएर हामी चाहिँ आज हेरेर मात्रै फर्किँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ माहौल यस्तो एकदम दामी ठाउँ छ।